हेलो साथीहरू, आज चाहिँ हो हाम्रो थर्ड डे। सो हामी चाहिँ छौँ कालपोखरीमा हो। सो यहाँको वेदर चाहिँ देख्न सक्नुहुन्छ तपाईँले, यस्तो छ वेदर। हल्का घाम चाहिँ लाग्दैछ आज थर्ड डेमा। फर्स्ट डेमा पनि वेदर यस्तो थियो। चोर कोही छैन, म मात्रै आएको। सेकेन्ड डेमा पानी पऱ्यो हिजो। सो आज थर्ड डे हो। आज चाहिँ हल्का घामले नाम लिँदैछ साथी हो। अनि आजदेखि चाहिँ मेरो एकदमै सर्ट हुन्छ भिडियो, किनभने मसँग केही छैन। न यहाँनिर चार्ज छ, ननिर यहाँ इन्टरनेट छ, न मेरोमा उयै छ, मेमोरी नै छ। सो यहाँनिर आन्टीहरू भएर हिजो चाहिँ हामी चाहिँ कालपोखरी आइपुगेको राति होइन। अब पोखरी चाहिँ यहाँ तल्लोपट्टि छ, तर फगी छ। कसरी देखाउनु म तपाईँहरूलाई? यही हो पोखरी चाहिँ हो, कालपोखरी चाहिँ यो हो। हेर्नुहोस् तपाईँहरूले, आप्पा मुभीको कालपोखरी। फाइनली घाम लाग्दैछ है, उग्रिँदैछ है दिन हाम्रो लागि भनेर। आज हाम्रो थर्ड डे देख्न सक्नुहुन्छ तपाईँहरूले यहाँ। डेस्टिनेसन हाम्रो भनिदिनुहोस् न। आज अब हामी कालपोखरीबाट सन्दकपुर जाँदैछ है। तपाईँको अब आज हामी 500 मिटर 500 मिटर चाहिँ गेन गर्छ र टोटल डिस्टेन्स चाहिँ अब 6 किलोमिटर हो। तर अब यसमा टाइमिङ चाहिँ तपाईँको 4 दिनको 5 घन्टा एप्रोक्स लाग्छ। हिँड्दैमा त लाग्छ होला एउटा राखेको है। राखेको यहाँदेखिको सुरु भएको ट्रेकिङ है। टोङलिङ हुँदै चौबडी माथि यो हुँदै हामी चाहिँ आइसकेको छ यहाँ कालपोखरी। हामी चाहिँ यहाँनिर छ अहिले है। अब यहाँनिर चाहिँ पुग्नुपर्ने चाहिँ यहाँ हो थर्ड डेको डेस्टिनेसन। तपाईँहरूले सुनिहाल्नु भयो। हाम्रो चाहिँ आज चाहिँ मिटर चाहिँ हामीले कभरेज गर्नु पर्यो विदिन कति आवर्स? 5 आवर्समा। यो गाइज हेर्नु होला। गाइज दिदी चाहिँ हुनुहुँदो रहेछ यहाँको ओनर। सो उहाँहरूलाई डाइरेक्टली कन्ट्याक्ट गरेर आउनु सक्नुहुन्छ है। दादा तपाईँहरूलाई कसरी कन्ट्याक्ट गर्नुहुन्छ? हामी वाट्सएपको थ्रुबाट 9382807196। ओके, तपाईँहरूले सुनिहाल्नुभयो कसरी कन्ट्याक्ट गर्नुपर्ने, कहाँ गर्नुपर्ने। अनि केभी कालपोखरी है होटलको नाम तपाईँहरूको लागि यो सानो इन्फर्मेसन। सो थ्याङ्क यू तपाईँहरूलाई। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू तपाईँहरूदेखि सुरु भइसकेको छ हाम्रो ट्रेकिङ। कहाँ के हेरिदिनुहोस् यता अलिकति सन्दकपुरको लागि अब चाहिँ हाम्रो थर्ड डेस्टिनेसन सन्दकपुर। कहाँ कता जानुभयो दिपा? कस्तो फिल भइरहेछ? आज त हल्का घाम पनि लागिरहेछ हो, खुसी पनि लाग्दैछ। सो यो चाहिँ हाम्रो सुरुवातको, यहाँदेखि कालपोखरीदेखिको सुरुवात भइसकेको छ यो दिन त एकदमै ओपी हुँदैछ। मामाले चाहिँ यहाँनिर ट्रोल काट्नु हुँदैछ। ट्रोल यता देखाइदिनु न, भिडियो गर्दैछ यहाँ ब्लगिङ। यता देखाइदिनु, यता ल है गएको। अब चाहिँ नेपालको ट्याक्सहरू साथीभाइ हो, भुलेला हाल्देला नेपालमा फेरि। अब चाहिँ हामी खास बस्यो है साथीभाइ हो। अब चाहिँ सुरु भयो हाम्रो सन्दकपुर फालुट जिन्दगीमा। ओ माई लर्ड, सुरु है। यताबाट जाँदा पनि हुन्छ त, हामी चाहिँ लाग्यौँ सिडीबाट। रुबो जिन्दगीमा साथीभाइ हो। यहाँ हेर क्या टाइम हो, भगी लागेर यस्तो आइपुग्यो हाम्रो सेनापतिहरू आइपुग्यो। खोलियो सन्दकपुर आइपुग्नु भाट्यो। पनि पुग्नु लाग्यौँ। दिन पनि वाउ पर डाँडा पनि देख्न थाल्यो। आयो भने चाहिँ जिन्दगीमा यस अलमोस्ट आइपुग्नै लाग्यौँ। सो हामी जति आइपुग्दैछ त्यति दिन पनि राम्रो हुँदै जाँदैछ। एकदम खुसी पनि लाग्दैछ हो। हिजोसम्म चाहिँ बोरिङ नै भइरहेको थियो नि त। अब पानी परेर एक्चुअलमा पानी नपर्नु हो भने चाहिँ ओके नै हो, दिन भगी नै लाग्यो पनि केही थिएन। आज चाहिँ घाम लाग्दैछ है साथी हो। गो टु लभली देख्नु त ल जिन्दगीको मजा। यो लास्टको बाटो चाहिँ यस्तो रहेछ यी होइन।
अन्त यसको बारेमा चाहिँ दिपाले केही भन्दैछ कि कस्तो अरे दिपा भन्ने हालत छैन भन्दै भन्दै दिपा मेरो भिडियो भन्दै त तिमीले भन न हौ यस्तो दामी बात भन्दैछौ तिमी कस्तो जहिले पनि टफ रोडले चाहिँ ब्युटिफुल डेस्टिनेसनसम्म पुऱ्याउँछ भन्ने चाहिँ आज बल्ल प्रुभ हुँदैछ है अलिकति सर्दी पनि लागेछ आयो यस्तो छ पारा साथीभाइ हो हाम्रो साथीहरू देख्नु हुँदैछ तल है यहाँ तलदेखिको छ आउनु हुँदैछ ए हेर्नुहोस् है हामी चाहिँ आइपुग्नु आँट्यो दिपा यहाँ आइपुग्यो आधी ओ माथि पुगिसक्यो म बिचमा छु आइपुग्यो हात तलाउनु न यो साथीभाइ हो आउनु छ भने चाहिँ यस्तोमा आऊ है जोड्नु सक्दैन देख्नु होला हेभी छ हेभी हिल क्विन आजको हाम्रो डेस्टिनेसन यो देख्नु भयो माथि देख्नु हुँदैछ होला यी लजहरू चाहिँ हामी चाहिँ आइपुग्यो यो फाइनली आइपुग्यौँ है अब चाहिँ फर्स्ट आजको हाम्रो थर्ड डेस्टिनेसन घाम मजाले राखिदियो हो यहाँको वेदर हाम्रो क्याप्टन थाकिसकेन सबैजना थाकेको हो नि नदेखाएको पो त एक्साइटमेन्ट भयो साथीहरू फाइनली हामी चाहिँ आइपुग्यो हाम्रो वान अफ द मोस्ट इम्पोर्टेन्ट डेस्टिनेसनमा तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ सन्दकपुरको दृश्यहरू यहाँ देख्न सक्नुहुन्छ हाम्रो ग्रुप चाहिँ आइपुगेको छैन स्टिल अन्त भाइ सो हामी चाहिँ आइपुगिसक्यौँ दादा एकदम मजा आयो यहाँसम्मको साथको लागि एकदम दामी छ मलाई फेरि हाम्रो कहिले भोलि होइन या प्रमिला दि यो दिपा केही छैन हावाले उडाइदियो सबै यस यस आइपुग्यो अङ्कल काका ल आइपुग्यो हामी आइपुग्यौँ हाम्रो डेस्टिनेसन डेस्टिनेसन फाइनल डेस्टिनेसन चाहिँ पुगेको छैन फाइनल डेस्टिनेसन होइन पुगेको छैन कस्तो फिल भइरहेको छ काकी कस्तो यहाँ आइपुगेर त थाकेको सबै हरा होला नि त होइन यहाँ चाहिँ हाम्रो खास हिरोइन चिताउनु पऱ्यो तानिदिएको क्यामेराले यतै भित्रै तानिदिएको कस्तो लाग्यो फाइनली धेरै थाकिएकोहरू हराइ होला अब त यहाँ आइपुगेर त है आफूलाई धेरै नै उयो लाग्यो लु लागु पुग्छ भाइ लौ 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 सन्दकपुरको हाम्रो हटमा आइसक्यो सकेको छ आइपुग्नै आँट्यो भयो होइन यहाँ हेर्नुहोस् चौरी चौरीहरू नै बसेको